बालापनको याद कसलाई कटहर खाएको याद आउँछ। हौवा सेवा स्वागत छ तपाईँलाई आजको मेरो यो न्यू भिडियोमा। आज चाहिँ म यो बिहानै अब यो कटहर किनेर ल्याएको, त्यही भएर मलाई आज कस्तो पहिलाको याद आयो क्या, अनि त्यही कुरा सुनाउँ भनेर अनि यो भिडियो सँगसँगै मेरो कथा सुनाउन आँटेको छु। अब पहिला सानोमा म चाहिँ अब हाम्रो मावलमा एकदमै कटहर आँपहरू हुने, तर हाम्रो गाउँमा चाहिँ अलिक नहुने, अनि आफ्नैमा चाहिँ थिएन, मावलमा चाहिँ कति धेरै थियो क्या। अनि त्यहाँ अनि जहिले म कटहरको सिजन अनि यो आँपको सिजनमा चाहिँ बेलुका जहिले जाने, अनि गोठालो गरेर जहिले म मावल जान्थेँ। अनि बिहानै बहिनीसँग हामी जहिले बिहानै उठ्ने बित्तिकै हामी कटहरको बोटमा चढेर अनि सबै कटहर चार्थ्यौँ। अनि यता तल कटहर मात्र नभएर हामीले त्यो के अरे अनि बरहरूको पनि तपाईँले खानु भएको छ कि छैन, होइन, बरर पनि सानो सानो यस्तै हुन्छ, अनि पाकेको त्यो पनि टिपेर खान्थ्यौँ। भएन अनि उता हामी आँप पनि उता हुन्थ्यो हाम्रो, मेरो मामा चाहिँ खासै हुन्नथ्यो, अनि मावलमा चाहिँ हुन्थ्यो। मावल खासै टाढा पनि थिएन, नजिकै नै हो नि त। अनि गएर हामी बिहानै जहिले म गोठालो गरेर चाहिँ बेलुका जहिले जान्थेँ, अनि त्यहीँ बहिनीसँग अनि चार्थ्यौँ हामीले बिहानै उठेर कटहरको सिजनमा टुप्पा पाकेको, अनि अलिक पाकेकोहरू चाहिँ अब टिपेर खाइन्थ्यो भन्दा पनि लिएर घरमा खाइन्थ्यो बहिनी र म चाहिँ। अनि अब अलिक सक्ने हामी रुखमा चढ्नु नि त, त्यही भएर चढिन्थ्यो अनि निकालिदिन्थ्यो, ल्याइन्थ्यो, अनि आँप पनि खाइन्थ्यो। अनि कस्तो रमाइलो लाग्ने क्या अब त्यतिखेर। अहिले त त्यो रुखहरू सम्झिँदाखेरि चढ्न सकिन्छ न त, अनि त्यहाँ सानो सानो हाँगामा पनि चढ्न सकिँदैन क्या, पहिला जस्तो अहिले नहुने रहेछ। अब जति उमेर बढ्दै गयो हो, अब याद चाहिँ त्यस्तै, अब म चाहिँ सक्छु गर्छु भन्ने नै हुँदो रहेछ, तर त्यो सक्नु चाहिँ नसकिने रहेछ। मलाई चाहिँ अब खोइ अब याद आउँदाखेरि चाहिँ ताजै अहिले पनि म गर्छु सक्छु होला, त्यहाँ चढ्न सक्छु जस्तो लाग्ने, तर माथि अब चढ्दाखेरि चाहिँ अब केही छैन, अब हात खुट्टाहरू गलेर आउने, खोइ के भएर यस्तो। अनि अहिले यसो यो कटहर खाँदाखेरि पहिलाकोहरू धेरै याद आउँछ। अब अहिले पनि अब खासै त्यत्रो अनि ठुलै उता होइन, तर उमेर मात्र परिवर्तन भएको हो, अनि केही गर्नु चाहिँ केही गरेको छैन जिन्दगीमा। अब त्यत्तिकै उमेर गयो बित्यो, अनि त्यसै नै बितिरहेछ। अनि मेरो यसो सोच्छु उमेर गर्नु अब आधी गइसक्यो, खाइसकियो, गर्न चाहिँ केही सकेको छैन, आफूले दुःख पनि लाग्छ, खै के गर्नु, अब यस्तै छ। अब जे जस्तो भए पनि अब जानै पर्ने रहेछ, आफ्नो उमेर खानै पर्ने, काट्नै पर्ने, अब यस्तै छ त। हस् त, धन्यवाद।